यो पप्पू तेरो बच्चा हो कहाँ गयो फेरि यहाँ सानो पप्पू आएर मलाई कोटाइरहेको थियो यसो गरेर उभिएर चलाइरहेको थियो बिस्कुट छ होला ऊ पर म ल्याइदिन्छु म इनड्राइभ गर्दै आइरहेको थिएँ कि यहाँ यता जोरपाटी सुन्दरी जल जानेपट्टि अनि एउटा पप्पूले र मलाई आएर कोटायो क्या सानो पप्पूले अब बिस्कुट किन्छु म बिस्कुट दिनु न हजुर हुन्छ 10-20 कुन चाहिँ छ दुईवटा दिनु न कति हो 40 को 20 को मसँग sorry लाग्छ कि सानो पप्पू छ क्या सानो पप्पूको चाहिँ माया लाग्यो यो मलाई आएर कोटाउने यही हो लगाइदिनु त्यो बेला हेर कालो झन् कति सानो रहेछ है नटो क्या तेरो बच्चाहरू 1 2 ल सानोलाई 3 4 आमा मुखबाट पानी चुहायो रियालै चुहाउँछ ल एउटा दुईवटा आफ्नो भाग 3टा ल एउटा छ खाइदिएको त्यसले ल यति चाहिँ कति ज्ञानी रहेछ पर्खेर आफ्नो भाग खाँदैछ सक्यो अनि कालेलाई अनि खैरेलाई अनि अर्को बाउलाई त्यो चाहिँ बाउ होला त्यो चाहिँ आमा ल आमालाई अलि धेरै ल बाउलाई पनि अलि धेरै कहिले प्रोटेक्ट गर्नुहोस् नि त तेरो बच्चालाई फ्यामिलीलाई ल गोरे ल मलाई म पनि खान्छु नि त मलाई पनि भोक लाग्यो एउटा चाहिँ म खानु भनेको त अझै हेर्छु नि अब एउटा चाहिँ म खान्छु है गुड ज्ञानी ऊ यहाँ तँलाई आफ्नो भात पर्खेर खान्छ हौ कति ज्ञानी हो झगडा नगरी खाँदो रहेछ यिनीहरूको मिलेर ल दुईवटा ल तँलाई ल बाउलाई ल बाउलाई ल आमालाई यो माग्नु जान्नेलाई एउटा थप ल माउलाई सक्यो है अब म एउटा खानु भनेको त म जानुपर्छ अब पैसा कमाउनु पर्छ नि त तिमीहरूलाई खुवाएर मात्रै त पुग्दैन मलाई गएँ कस्तो माया लाग्यो क्या त्यो सानो पप्पू आएर मलाई होइन यस्तो उभिएर क्या दुईवटा हातले यस्तो खुट्टाले यस्तो गर्दै मलाई कोटाइरहेको थियो क्या फुलामा खानेकुरामा आएको बिचराहरू भोक लाग्छ होला नि